नमस्ते साथीहरू। आज हामी घरमा नै कसरी सजिलो तरिकाबाट घिउ बनाउन सकिन्छ भनेर म साथीहरूलाई मेरो आइडिया सेयर गर्दैछु। पक्कै पनि साथीहरूलाई मन पर्ने नै छ। मैले सुरुमा यसरी तरहरूलाई कलेक्ट गरेर एउटा कन्टेनरमा राखेर केही दिनदेखि चाहिँ फ्रिजमा कलेक्ट गरिराखेको थिएँ। देख्न सक्नुहुन्छ। वाउ, कस्तो राम्रो देखेको। त्यसपछि साथीहरूले एउटा प्यान लिएर हल्का हिट गर्नुपर्ने हुन्छ र यो सबै तरहरूलाई प्यानमा खनाउनुहोस्। ल, मैले गरे जस्तै गरेर गर्नु होला है त। र साथीहरूले देख्न सक्नुहुनेछ, मैले चाहिँ यो तरलाई चाहिँ प्यानमा खनाउने बित्तिकै साथीहरूले चाहिँ हल्का रूपमा घि देख्न सक्नुहुनेछ। हेर्नुहोस् त, हामीले कति छिटो घिउ पाउन सक्यौँ है। यो एकैछिनमा हुन्छ साथीहरू, 2-3 मिनटमा। मैले चाहिँ यस्तो कन्टेनर लिएको छु घिउ राख्नको लागि। साथीहरूले आफ्नो इच्छा अनुसारको भाँडो लिन सक्नुहुन्छ। र हेर्नुहोस् त, वाह, कस्तो राम्रोसँग घिउ चाहिँ पग्लिसकेको छ, पग्लिने क्रममा छ। र हामीले यसलाई एकैछिन यसरी चम्चाले चलाइदिउँ र यो अनवेस्टेड पार्टहरूलाई चाहिँ हामी एक ठाउँमा कलेक्ट गर्छौँ र घिउलाई चाहिँ एकतर्फ राख्नेछौँ। यो साथीहरूले एकैछिन चलाइसकेपछि राम्रोसँग खार्नुपर्ने हुन्छ। यसलाई म ब्राउन कलरको लुक्स दिँदैछु। एकछिन राखेँ मैले। देख्न सक्नुहुन्छ, साथीहरूले पनि यसरी अनवान्टेड फ्याटहरूलाई चाहिँ एक ठाउँमा कलेक्ट गर्नुहोला। गर्नुभयो। हेर्नुहोस् त, अलरेडी ब्राउन कलरको भइसकेको छ। र यसलाई साथीहरूले चम्चाले नझिक्नु होला, किनभने छोटो ह्यान्डल भएको भएर साथीहरूलाई पोल्न सक्छ। सो अलिकति ठुलो डाडुहरू अथवा पन्युले चाहिँ तपाईँले बिस्तारै झिक्न सक्नुहुनेछ। म यसलाई अझै मेल्ट गर्ने कोसिस गरिरहेछु। स्टिल इट इज नट मेल्टिङ एट अल। अब यो पग्लिँदै गर्छ। म चाहिँ भने साथीहरू यसरी घिउलाई आफ्नो कन्टेनरमा कलेक्ट गर्दैछु है त। ओके, एकदमै धेरै रोस्ट भइसकेको छ। ल, साथीहरू पनि यसरी नै कलेक्ट गर्नु होला एउटा कन्टेनरमा। मैले चाहिँ सोचेभन्दा अलि धेरै नै घिउ आएको छ र यसलाई पनि साथीहरूले एकदम राम्रोसँग रोस्ट गरेर यसबाट पनि अलिकति घिउ चाहिँ हामीले निकाल्न सक्छौँ। साथीहरू, यो आइडिया कस्तो लाग्यो? यदि साथीहरूलाई मन पर्यो भने हजुरहरू पनि अप्लाई गरेर हेर्नुहोला र हजुरहरू एकदमै सेटिस्फाइड हुनुहुनेछ, आइ एम स्योर। हेर्नुहोस् त, वाह, कन्टेनरमा कलेक्ट गरिसकेपछि पनि कस्तो उम्लिरहेको छ क्या। यसलाई चाहिँ एकछिन नै कुल डाउन हुन दिनुपर्छ। ल, ठिक छ साथीहरू, ट्राई गर्नुहोला र मैले जस्तै गरेर एकदमै होममेड घिउ निकाल्नुहोला। बाई एभ्रिवान, डु नट फर्गेट टु सब्सक्राइब द च्यानल।